हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। सो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला र म आइसकेको छु फेरि पनि तपाईँहरूको माझ एउटा मिनी ब्लग ल्याएर। अनि साथीहरू, आजको काम भनेको चाहिँ मल छर्ने, खेत जोत्ने हो। ल आउनु साथीहरू, बिहान बिहान टक्कसँग चिया खाएर म चाहिँ लागेँ साथीहरू खेततिर। अनि यसो खेततिर जाँदै तपाईँले यसो देखाएको भिडियो हेर्नुहोस्। खतरा छ हाम्रो गाउँ चाहिँ। ल हेर्नुहोस्, घाम लाग्यो बेला टक्कसँग बिहान। ल साथीहरू, फाइनली खेतमा चाहिँ आइयो। अनि यत्रो खेतमा मल हालेको छ। माथि चाहिँ बाबा मम्मीले मल छर्दै हुनुहुन्थ्यो। अनि म पनि गएर एकछिन सघाउनु पऱ्यो। एकछिन हेर्नुहोस् ल, यहाँ छरेको बाबा मम्मीले मल छरेको हेर्नुहोस् साथीहरू। दुईवटा गरामा चाहिँ छर्नु भएर चाहिँ मल माथि र तल। अब म पनि आएर यदि सक्नु पऱ्यो यसमा चाहिँ। यो गरामा छरेर चाहिँ अब घर जाने यसमा चाहिँ सकिन लाग्यो साथीहरू। अनि घर गएर खानासाना खाएर चाहिँ आएर टक्क आएर जोत्नु पऱ्यो साथीहरू। यति दुईवटा गरामा चाहिँ छर्नु भएको छ। अनि जोत्नु पऱ्यो अहिले खाना खाएर आएपछि। मैले चाहिँ यसो मल छरे जस्तो मात्र गरेको, तर धेरै छरेको छैन मैले। ट्र्याक्टर पनि ल्याएर राखियो। अब चाहिँ घर गएर खाना खाएर आउनु पर्ला। अनि बल्ल जोत्ने भनेर चाहिँ म घरतिर लागेँ। ल साथीहरू, खाना खान चाहिँ सुरु गरियो है त। म चाहिँ खाना खाएर खेततिर आएँ। अनि ट्र्याक्टरलाई पनि थोरै तेल त खुवाइदिनु पऱ्यो, नखुवाएसम्म काम गर्दैन। यति 1 बोतल डिजल हालेपछि चाहिँ अब जोतिन्छ दिनभरि। ल साथीहरू, मैले चाहिँ यो दुइटा गोरु चाहिँ जोतेर भ्याएँ। अब चाहिँ ट्र्याक्टर तल झारेछु, अब तल जोत्ने। ल साथीहरू, ट्र्याक्टर चाहिँ यहाँ, अब चाहिँ जोत्न सुरु गरेँ मैले। ल अब चाहिँ मजाले जोतेँ साथीहरू मैले। यहाँ साह्रो थियो अलिअलि चिसोमा बाँझो खेत जोत्न, त्यही पनि जोतियो जनतन। यसमा चाहिँ अब यति जोति सकिन्छ। अनि चाहिँ म सकेर चाहिँ ट्र्याक्टर लएँ उता तल झार्न। भटभटे स्टाइलमा चाहिँ मैले 2 गियरमा हालेर मचाउँदै तल लएँ साथीहरू। एकछिनपछि हाम्रो दाइ पनि आउनुभयो र जोत्चुले भन्दै आउनुभयो। अनि मैले दिएँ। एकछिन दाइले पनि जोत्नुभयो। रमाउँदै जोत्दै हुनुहुन्थ्यो दाइले चाहिँ। दाइले चाहिँ बाँझो जोत्न अलिक गाह्रो भएर मैले चाहिँ यस्तोमा जोत्न दिएको। अनि अगाडि पनि थोरै छ, त्यो सकेर चाहिँ अब जाने घरतिर। अनि भोलि आएर जोत्ने। आज चाहिँ यति हो साथीहरू। मैले चाहिँ एउटा हातले भिडियो बनाउँदै एउटा जोत्दै। कस्तो छ त पारा। अनि साथीहरू, अर्को दिन चाहिँ आएर मैले चाहिँ जोत्न सुरु गरिसकेँ। भिडियो चाहिँ बनाएको थिइनँ, अहिले चाहिँ बनाएँ। उता आधा गरेर जोतिसकेपछि चाहिँ मैले भिडियो बनाएँ। उता चाहिँ सकियो साथीहरू। अनि यता थोरै थियो, मैले चाहिँ त्यो देखाएँ। अब यति जोतिन चाहिँ सकिन्छ। गर्मी पनि यो भएको थियो। अब यसो पानीसानी खानी सकेर अहिले चाहिँ बाँझो जोतेर अलिक पछाडि, अब 1 हप्ता पछाडि चाहिँ फेरि मकै छ भने जोत्नुपर्छ। ल साथीहरू, फाइनल्ली जोतेर पनि भ्याइयो। ल हेर्नु सबै। अनि यो चाहिँ मैले 2 दिन लगाएर जोतेँ साथीहरू। यत्रो 5वटा गरा थियो। आज जोतेँ आज। अब 1 महिना पछाडि चाहिँ आएर मकै छ भने जोत्छु साथीहरू। ल अर्कोचोटि फेरि पनि भ्लग हाल्छु। ल साथीहरू, सबैजनालाई बाई।